यो खुसीको मिठो दृश्य हो। हामी चाहिँ रहर लिन बाध्यताले हामी परदेशतिरको यात्रामा हाम्रो जुम्म भति जाँदैछ। हामी एकदमै एक्साइटेड र खुसी छौँ। यो रहर थिएन, यो बाध्यता थियो। कोरियाको यात्रा एकदमै सफल, सरल, खुसी, रमाइलो बनोस्। हामी दूरीले टाढा भए पनि इन्टरनेटको माध्यमबाट हामी सबै नजिक रहनेछौँ भन्दै यो मिठो भलकसँग आजको खुसीको दृश्य तपाईँहरूको माझ मिठो कमाइ जाओस् न है। मेरो छोरीको लागि शुभकामना, शुभ यात्राको लागि भन्दै बिदा हुन्छु। हवस् त, नमस्ते। अब छोरीको यात्रा हुँदैछ हाम्रो। तपाईँको मान्नुहोस् कि यता कोरियाको ल हेर्नुहोस् गाइस, यो चाहिँ गरिब जीवनको खुसियाली यो मुस्कान सहितको यो दृश्य हाम्रो फ्यामिली कोरियाको यात्रामा छिन्। थोरै हेर्नुहोस् न, छोरीको मुस्कान नै कवि छ। गरिब परिवारमा हुर्केको छोरी आज चाहिँ हामी रहर लिन बाध्यताले हामी परदेशतिर लाग्दैछौँ। छोरी एकदम खुसी भएर जानु। बाबुआमा, परिवार, साथीसँग समिति गर्नु। हामी दूरी टाढा भए पनि हामी इन्टरनेटको माध्यमबाट हामी एकदम नजिकको रहनेछौँ भन्दै यो मिठो सट्टो भलक तपाईँहरूको माझ ल थोरै जाओस् न। के छ त अब यहाँबाट घरमा जाँदै गर्दा कतिको रमाइलो अथवा खेल भइरहेको? अनि अरू यता गाउँघरको साथीभाइहरूलाई के भन्न चाहन्छस्? केही पीडा, केही खुसी ल हेर्नुहोस् गाइस, यो खुसीको छ्यान गाइस। दिदी बितेर कतिको एक्साइट भएर एकदमै धेरै खुसी छ। सफल होस्, राम्रो स्ट्रगल गर्ने टाइममा धेरै दुःख नहोस्, सुख भएरै जीवन हाँसी खुसी बितोस्। कोरियाको बसाइ राम्रो र सुपर होस्। सुपर होस्। अनि हाम्रो तर्फबाट सुन्तै होस्, अनि हाम्रो छोराजी के छ होइन? राम्रो होस्, राम्रो कमाइ होस्। यता हाम्रो फ्युरी नानी अनि यता हाम्रो भतिजी आज चाहिँ हाम्रो यात्रा गर्दै गर्दाको हाम्रो एकदमै एक्साइट खुसीसँग हाम्रो जुम्मा भतिजी। अनि के छ हाम्रो छोरीको अनि यता बुढीको अनि भाउजूको अनि दिदी छोरी त्यही भन्न सफलता होस् अनि खुसी छौँ। ल